जस्तो भर्खर विष्णु पौडेल पक्रिया छन् यिनीहरूलाई एउटा कुरो अस्ति गाडीमा हालेर ल्याएको साह्रै खुसी लाग्यो क्या यिनीहरूलाई गाडी म भए त घिसारेर ल्याउँथेँ डोरी लगाएर बाँधेर हिँडाएर ल्याउँथेँ आमाको दुध पेको छ भने एउटा बाबुले चाहिँ दुर्गा प्रसादलाई ठेगान लाउँछु भनेर मेरो अगाडि पढ्यो भने एकपल्ट दिँदाखेरि 3 इन्ची सारिदिन्छु त्यसलाई म मेरो अगाडि पढोस् न एकपल्ट दिँदाखेरि 3 इन्ची सारिदिन्छु त्यसलाई म दुर्गा पर्साई जस्ता बौला कुकुर जो घुकिरहेका छन् एबी लागेका कुकुरहरू लाल लागेर आउँछ तिमीलाई थु भन्न मन लाग्छ थु 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 ए थु 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 ए जब बेइज्जती हेर्नु न अनुहार कस्तो छ हेर्नु महेश बस्नेतलाई एउटै केटीले कान्न पुर्याइदिइसकि धेरै चाहिएन एउटै केटीसँग भिड्न सकेको छैन हामीले के भिड्नु महेश बस्नेतलाई अहिले पनि चाह्यो भने नि महेश बस्नेतको इन्टायर सम्पत्ति एउटा चेक किनिन सक्ने हैसियत भएको मान्छे महेश बस्नेत फुर्ती नलाउँदा हुन्छ दुर्गा प्रसाद एक हप्तामा एउटा चेक साइन गर्दाखेरि किनिदिने मान्छे महेश बस्नेतले नफुक्ता हुन्छ मलाई मैले कमाएको मेरो पैतृक सम्पत्ति हो मैले महेश बस्नेत मन्त्री भएर जहाँ पाएँ त्यही घुस खाएर कमाएको सम्पत्ति हो राज्यको कुन ठाउँमा बसेर मैले 2 नम्बरी गरेको छु भन्नुहोस् त हेर्नुहोस् है अब गगन थापालाई पार्टी फुटाएर आइज प्लान छ नि त उताबाट पार्टी फुटाएर आइयो ऊ पनि गयो कसिएर प्रधानमन्त्री हुनलाई कुर्ता सुरुवाल त कति सिलाएछ प्रधानमन्त्री हुनलाई कुर्ता सुरुवाल त कति सिलाएछ हिजोको बजेटमा धन्न मलाई पक्रिने कुरो चाहिँ आएन त्यो पनि लिपिबद्ध हुन्छ भन्ने व्यक्ति मलाई दुर्गा प्रसादले धेरै मान्छेलाई उ गर्छ कन्भिन्स गर्छ अनि यसलाई थुनु भनेर हिजोको बजेटमै चाहिँ कसो हालेन छन् अहिले त मलाई देख्यो भने एयरपोर्टमा भाग्छन् म त यसो भन्छु नि त यिनीहरूलाई एयरपोर्टमा कहीँ खेलेर तस्करहरू कता हिँडेको भनिदिन्छु अनि सिधै महाकसम सिधै त भनिदिन्छु त्यहाँनिर गुन्डाहरूको गुन्डा डनहरूको डन यो काठमाडौँ भेलीमा छ त्यो दुर्गा पर्साई हो अरे दीवानो मुझे पहचानो कांग्रेस एमाले माओवादी त उठ्दैन राप्रपा त उठ्दैन राप्रपा त विसर्जनै भइसक्यो अहिले मुख छाड्न थाले तरुनी हुन्जेलसम्म काम चलायो अब बुढी भइ नि त आइपिओ जारी गरिदियो आइपिओ पुनी एमाले मै पुनी एमाले भनेर केपी बङ्गा अमला लगाएर नाचेर बेकुप बनायो क्या मान्छे पक्रे जस्तो गरेर नगर्नुहोस् न म आफै चढिहाल्छु नि यार भ्रष्टाचारले गरेर यस्तो नगर्नुहोस् न अब मान्छेले झुक्किएर पनि घन्टीलाई भोट हाल्दैनन् घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो त्यस्तो एलर्जी भएको छ मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो त्यस्तो एलर्जी भएको छ ए बाबा चोरले लगेर फलान ठाउँमा राखेछ हौ भन्दा मलाई लगेर थुन हो तेरीमा टोक्ने गुरु ममाथि कम्ती अन्याय भएको त अन्याय भौ मलाई तिमीबाट म बदला लिएर छोड्छु त्यो विष्णु रिमाल भन्ने छ अर्को मलसाप र त्यसलाई पक्रिनु पर्नेछ यसपालिको वर्ल्ड कपमा कसलाई सपोर्ट गरिदिनुहुन्छ तपाईँले मैले कसैलाई पनि गर्दिनँ अब हाम्रा केटाले खेल्दैनन् अर्काले खेलेको के होइन काकालाई बेल पाएको हर्षण बिर्सिबाट म रवि लामी छानेजीलाई के भन्छु भने केपी प्रचण्ड बाबुराम जोसुकै होस् के को यिनीहरू माओवादी कम्युनिस्ट हुने व्यापारी दलाल हुने यिनीहरू यहाँ एकतन्त्री शासन आउनुपर्छ 10 वर्ष पेले जहाँ त पिछे जस्तो पिस्नुपर्छ यहाँ अनि मात्रै यो मुलुक बन्छ अच्छा सदन त मालबजार जस्तो भयो
क्लियर मालबजार अब हुन्छ नि त अब मालबजार मालगाडी होइन अब के भयो एउटा गाम्चा लगाएर नुहाउन बसेको फुट त निस्किँदा गाम्चाको आएछ सबैले शिवजी भनेर नमस्ते गर्न थालेछ नहुँदा सबैले शिवजी भनेर नमस्ते गर्न थालेछ नहुँदा दुर्गा प्रसाद जे पाए त्यही बोल्छ भनेर ठिक छ मैले जे पाएँ त्यही बोलेछु अरे पृथ्वीनारायण शाहले पनि जे पाए त्यही नगरेको थियो भने नि यो देश एकीकरण हुँदैन थियो पृथ्वीनारायण शाहले पनि जे पाए त्यही नगरेको थियो भने नि यो देश एकीकरण हुँदैन थियो रमेश पर्साई नि मरि ताली हान्दै थियो मेरो भतिजो नि मलाई पैसा कमाउँ भन्ने पनि छैन मलाई उपचार गर्नलाई आफ्नै हस्पिटल छ मलाई भोलि बियर खानु मन लाग्यो भनेदेखि कफी खानु मन लाग्यो भने आफ्नै होटल बन्दैछ नाति नातिना पढाउनु पर्यो भने आफ्नै स्कुल छ चढ्नु पर्यो भने भाडाको गाडी छैन आफ्नै गाडी छ सबै कुरा छ नि रिस गर्नेलाई देखाउने होलाको अनि खाको रिस गर्नेलाई देखाउने अच्छा कसैको कपाल यसरी पाटा मुडेका छन् भाले जस्तो छन् हैन कोही भालेको भाले जस्तो छन् हैन कोही भालेको कैसे कैसे लोग रहते हैं यार यहाँ पर एकै रातमा काठमाडौँ सकिन्छ एकै रातमा यो प्रतीक्षा गर्नुहोस् आउँदैछ त्यो दिन हेर्दाखेरि यो देशका सबैहरू नालायक रहेछन् दुर्गा प्रसाद मात्रै यो देशको राष्ट्रवादी छोरो रहेछ भन्ने कुरा मलाई महसुस भयो एउटा बाघ भनेको दुर्गा प्रसाद हो एउटा बाघ भनेको दुर्गा प्रसाद हो दुर्गा प्रसाद एक्लै काफी रहेछ कि यो चोरहरूको लागि एक्लै काफी रहेछ केपी ओलीले नसकेका मान्छे प्रचण्डले नसकेका मान्छे शेरबहादुर देवालले नसकेका मान्छे बालेनलाई पनि साथ दिउँ बालेनलाई पनि म के भन्छु भनेदेखि बालेनजी हिन्दू अधिराज्य ल्याउन तपाईँ अघि बढ्नुहोस् बिरामीबाट राज्य यहाँ आथा गरेर पोल्दै आएको बिरामीबाट म भ्याट उठाएर अनि यसलाई बुझाउँछु बरु बन्द गरिदिन्छु हस्पिटल म भ्याट उठाएर म सोनी मोगलेलाई बुझाउँ बरु यो देशमै बस्दिनँ कस्तो अरू कुरा गरेको यो देशमै बस्दिनँ कस्तो अरू कुरा गरेको यो बाबुराम जस्ता मान्छेहरू पश्चिमा देशहरूले के गरेर मान्छे प्रयोग गर्दा रहेछन् सोसियल मिडिया मार्फत भन्ने कुरो देखाउँछु कि त यहाँ आएर माफ माग्नुपर्छ हामीले गल्ती गऱ्यौँ भनेर होइन भने सबैभन्दा पहिला यिनीहरूलाई पक्रेर कठेरा घरमा ल्याउनुपर्छ पक्रेर कठेरा घरमा ल्याउनुपर्छ केपी प्रचण्ड शेरबहादुरदेखि बाहेक नि यी बुढादेखि बाहेक रवि बाहेक अरू सबै आउँदा हुन्छ राष्ट्रवादी शक्ति अरू सबै आउँदा हुन्छ राष्ट्रवादी शक्ति के साँच्चै अब राजा आउने हुन् कि भनेर सबैलाई अहिले टेन्सन छ नि एउटा कुरो नि यो फेल भयो भने के हुन्छ विकल्प राजा होइन राजा र दुर्गा प्रसाद हो नि त अब राजा र दुर्गा प्रसाद हो नि त अब दुर्गा प्रसादले समाज प्रहरीले तपाईँ यसमा के भन्नुहुन्छ सरकार डराएको छ त्यो राप्रपा भनेको पार्टी चाहिँ चुनाव आएपछि राजा र धर्म साट्ने भोट लिने सांसद हुने संसदीय दलको नेता भएपछि एउटा गाडी पाइहाल्दो रहेछ यसो भत्ता सत्ता आइहाल्दो रहेछ त्यति 5 वर्ष बित्यो 5 पल्ट त्यसरी ढाट्न पायो भने त लाइफ सकिएको विकाससँग के मतलब जनतासँग के मतलब विकाससँग के मतलब जनतासँग के मतलब जुन दिन राजा गद्दीमा बस्नुहुन्छ राज संस्था फर्किन्छ र राजा गद्दीमा बस्छन् नि त्यो दिन दाजु र भाइ दुईजना पहेँलो लुगा लगाएर जाउँला न भक्त के चाहिँ बिग्रिया छ यहाँ के चाहिँ बिग्रिया छ यहाँ बल्ल नेपालीले शासन पाइरहेछन् अब प्रधानमन्त्रीसँग कसैले भेट्दैन त्यहाँभित्र एउटा टिम छ क्या गाँजा टिम छ त्यहाँभित्र मन्त्री परिषद सिंहदरबार त्यो बालुवाटारमा टिम छ त्यो गाँजा टिमले चलाउने हो म त बालनलाई देख्दाखेरि त बालनको अनुहार अर्कै देख्छु कता न कता दारी पालेको छ यत्रो चस्मा लगाएको छ चस्मा खोलेको छैन अनुहार राम्रै भयो त उसको जस्तो देख्छु महाभारतको रामायणको त्यो जस्तो के भन्छ श्रीलङ्कामा बस्ने मान्छे जस्तो नि पहिलाको
दुर्गा प्रसाई भनेको मान्छे यस्ता मान्छे हुन् कि ती मान्छेको रूपमा भगवान आएका हुन् मान्छेको रूपमा भगवान आएका हुन् खाओ माँ कसम खाओ माँ कसम केही गर्नु पर्दैन भ्रष्टाचारीलाई त्यो जेल पनि हाल्नु पर्दैन घरबाट निकालेर पाटा मुडेर टिन ठटाउँदै नि रिङ रोड घुमाएर अनि त्यहाँबाट चाहिँ 4 पाटा मुडेर भन्ज्याङ गटाइदिँदाखेरि नि यिनीहरूको सदाको लागि अस्तित्व सकिन्छ एक गटाइदिँदाखेरि नि यिनीहरूको सदाको लागि अस्तित्व सकिन्छ कसरी एमाले नाङ्गो बनाएको थियो नि तिमीहरूलाई त्यसरी नै दुर्गा प्रसादले नाङ्गो बनाएर हिजो तिमीहरूले हरेकका घरमा जसरी आगो लगाएको थियौ नि यो व्यवस्था फ्याँकौ यो व्यवस्थामा हाम्रो उपाय छैन मैं क्या बताऊं